वाणिज्य बैंकले आर्थिक वर्ष 2082-83 को वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक वित्तीय विवरण अनुसार यो वर्ष कुन बैंकले आफ्ना शेयरधनीलाई के कति लाभांश बाँड्न सक्नेछन्, उनीहरूको क्षमता के कति छ, सोही विषयलाई चर्चा गर्नेछौँ। यति बेला एनएमबी बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, एभरेस्ट बैंक, नोबेल बैंक र ग्लोबल आई बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन्। यी बैंकहरूले 2082-83 को वित्तीय विवरण सार्वजनिक गरेका छन्, जस अनुसार यो वर्ष यी बैंकहरूले के कति लाभांश दिन सक्ने क्षमता बनाएका छन्, सोही विषयलाई चर्चा गरौँ। एनएमबी बैंकको वितरणयोग्य मुनाफा 1 अर्ब 75 करोड छ, जस अनुसार यस वर्ष यस बैंकले आफ्ना शेयरधनीलाई 9.08% सम्म लाभांश दिन सक्नेछ। त्यसैगरी सानिया बैंकको वितरणयोग्य मुनाफा 2 अर्ब 83 करोड छ भने यस बैंकको लाभांश क्षमता 20.85% छ। सिद्धार्थ बैंकको वितरणयोग्य मुनाफा 3 अर्ब 86 करोड छ भने यस बैंकको लाभांश क्षमता 26.15% छ। त्यसैगरी एभरेस्ट बैंकको वितरणयोग्य मुनाफा 5 अर्ब 26 करोड रुपियाँ रहेको छ भने यसको लाभांश क्षमता 38.32% देखिएको छ। त्यसैगरी नोबेल बैंकको वितरणयोग्य मुनाफा 15 अर्ब 16 करोड रुपियाँ रहेको छ भने यसको लाभांश क्षमता 19.1% रहेको छ। ग्लोबल आइम बैंकको वितरणयोग्य मुनाफा 4 अर्ब 58 करोड, जस अनुसार यो वर्ष यस बैंकको लाभांश क्षमता भने 12.02% देखिएको छ। अब यो वितरणयोग्य मुनाफा भनेको चाहिँ जति पनि वितरणयोग्य मुनाफा देखिएको छ यो भने शेयरधनीलाई बाँड्न मिल्ने पैसा हो, जस अनुसार चाहिँ यो लाभांश क्षमता देखिएको हो। तर कतिपय बैंकहरूले भने जति लाभांश क्षमता देखिएको छ त्यो अनुसार भने लाभांश वितरण नगर्न पनि सक्छन्। बैंकहरूले वितरणयोग्य मुनाफा चाहिँ बाँड्न मिल्ने, यति पैसा बाँड्न मिल्ने हो शेयरधनीलाई भनेर यसले देखाउँछ भने यो पैसाबाट के कति बाँड्ने भने त्यो चाहिँ बैंकमै निर्भर हुन्छ। गत वर्ष चाहिँ एभरेस्ट बैंकको लाभांश क्षमता 37% देखिएकोमा यो बैंकले चाहिँ 30% को हाराहारीमा मात्र लाभांश दिएको थियो। यो वर्ष यस बैंकको 38% लाभांश क्षमता छ। आगामी समयमा यो बैंकले कति लाभांश दिनेछ त्यो भने चाहिँ आगामी समयमा मात्र थाहा हुनेछ। बैंकको शेयरधनीलाई बाँड्न मिल्ने रुपैयाँ 5 अर्ब 25 करोड रुपियाँ हो, जस अनुसार उसको लाभांश क्षमता 38.32% छ। तर बैंकले चाहिँ कति लाभांश दिन सक्नेछ त्यो चाहिँ उसले चाहिँ केही समयमा डिस्क्लोज गर्ला। बैंकहरूको वितरणयोग्य मुनाफा र लाभांश क्षमता त हामीले हेरिसक्यौँ। अन्य बैंकहरू पनि यति बेला चाहिँ आर्थिक वर्ष 2082-83 को वित्तीय विवरण सार्वजनिक तयारी गरिरहेका छन्। अबको केही दिनमै यी बैंकहरूले पनि, अन्य बैंकहरूले पनि वित्तीय विवरण सार्वजनिक गर्ला।